हेलो नमस्ते म चाहिँ पवि बान्तावा। आजको यो भिडियो चाहिँ आज हाम्रो जुन डिजिटल बिजनेसको हाम्रो टप लिडर हाम्रो कोच सुषमा दिदीले होस्ट गर्नुभएको 90 डेज रिल्स च्यालेन्जको बारेमा हो हैन। जुन आज चाहिँ थर्ड डे हो। थर्ड डेमा पनि डेज टपिक्स छ। टपिक्स भनेको चाहिँ फन फ्याक्ट अबाउट यु भनेर भनेको छ हैन। सो आफ्नो बारेमा भन्नुपर्ने हो। अनि आफ्नो बारेमा भन्नुपर्दाखेरि चाहिँ मेरो बारेमा भन्नुपर्दाखेरि चाहिँ अफकोर्स नम्बर 1 चाहिँ म मेहनती छु र गर्छु पनि, हार्डवर्किङ भन्न रुचाउँछु हैन। अनि अफकोर्स त्यसको साथसाथै बिजनेस त मन परि नै हाल्छ। नम्बर 2 भनेको चाहिँ नम्बर 2 एउटा राम्रो कुरा भनेको चाहिँ मलाई पिरो र तातो भयो मलाई जे पनि खाना रुच्छ हैन। त्यो खाना चाहे जसले बनाएर दियोस् मलाई त्यो भनेर मेरो छैन, हुँदैन। अनि अर्को कुरा झन् राम्रो त्यसमै प्लस है यो चाहिँ जुनसुकै ठाउँमा पनि म छिट्टै निदाउन सक्छु, त्यो चाहिँ मेरो राम्रो पार्ट भयो। अनि अर्को नम्बर 3 मा चाहिँ नराम्रो पनि हो। अब आफूलाई त अब कम्फर्टेबल हुने चिज किन उयो नगर्ने, तर मलाई खासै नयाँ मान्छेहरू अथवा नयाँ वातावरणहरूमा भिज्नुलाई टाइम लाग्दैन। म छिट्टो भिज्छु अथवा छिट्टो म इजिली एक्सेप्ट लिन्छु। अनि मान्छेहरूलाई केही भन्नु पर्यो भने चाहिँ अब मलाई चित्त बुझिराखेको छैन भने चाहिँ मेरो मनमा चाहिँ त्यो राखी मुख बन्द गरेर सक्दिनँ। म फ्याक्ट चाहिँ भनेर भनिहाल्छु, किनकि मलाई त्यो फ्याक्ट कुरा मनपर्छ होइन। सो मेरो भिडियोहरू कस्तो लाग्छ होइन, यो नलजाउने अथवा मलाई सधैँ क्युरियस सधैँ के रहेछ कसो रहेछ भनेर जति नयाँ कुराहरूको मलाई कौतूहलता लाग्छ होइन। त्यो हिसाबले नै मैले अहिले 2025मा चाहिँ मैले एउटा यो हाम्रो जर्नी छ जुन डिजिटल बिजनेस भनेर। सो यो डिजिटल बिजनेस पनि मैले के रहेछ भनेर म आफै एकदमै कसैले मलाई फोर्स पनि लाग्यो भने मैले एउटा सुरु गरेको जर्नी हो होइन। सो यसको बारेमा हामी 90 डेज भनेको अलमोस्ट 3 मन्थ होइन। 3 मन्थमा चाहिँ अब मलाई जसले चिन्नुहुन्छ पवि बान्तावा अथवा जसले फलो गर्नुभएको छ उसले चाहिँ यो डिजिटल बिजनेस भन्छ यसले के गरेको रहेछ भनेर भन्नुहुन्छ भने चाहिँ डे बाई डे मेरो अपडेट हेर्नु सक्नुहुन्छ तपाईँले होइन। लाइभदेखि रिल्सदेखि पोस्टदेखि हेर्न सक्नुहुन्छ। यो चाहिँ इजी अर्निङ मनी फ्रम एनीवेयर एनी टाइम। खाना पनि आयो। अनि सो गर्न सकिने भएको चाहिँ मलाई चाहिँ कम्फर्ट जोन भइरहेछ, मेरो लागि एकदम पर्फेक्ट भइरहेको छ। सो किप अपडेट यु गाइज होइन। म तपाईँलाई सेयर गरि नै राख्नेछु। किप फलोइङ मी। यदि तपाईँलाई अझै क्युरियस हुन्छ भने मलाई मेरो वेबसाइटमा हेर्न सक्नुहुन्छ। तल म लिङ्क दिएको हुन्छु होइन। फेरि भोलि पनि नयाँ टपिक